जो जुगाड हेर्नुहोस् कति राम्रो जुगाड छ। यहाँ दाइले माछा फसाउनुपर्छ, कति राम्रो जुगाडले त्रिवेणी खोलातिर त्रिवेणी फाटेको कति राम्रो दाइले चाहिँ जुगाड बनाउनुपर्छ। यो पछि यो बुट्टाको ढक्कन काटेर माछा आइरहेको छ। हेर्नुहोस् कति धेरै माछा छ यहाँ। क्या जुगाड छ दाइको। यसमा चाहिँ चारा हाल्नुपर्छ। यो बोतलमा चाहिँ चारा हाल्नुपर्छ। अनि त्यसपछि यो बोतललाई खोलामा फाल्नुहुन्छ दाइले। हेर्नु अब यो गयो खोलामा गयो, यो गयो खोलामा चाहिँ यसरी गयो। त्यहाँ चाहिँ यो बोतल हेर्नुहोस्, यो बोतल अब बिस्तारै बिस्तारै भित्र पानी जान्छ अनि यो बोतल चाहिँ डुबिहाल्छ। अनि त्यसमा माछाहरू चारा खाना जान्छ बिचरा अनि फसिहाल्छ। दाइको जुगाड राम्रो छ, माछा पनि निकै छ। दाइ यो माछा बेच्नुहुन्छ कसरी हो, किलो कसरी हो? त्यही दाइ जान्छ। त्यो माछा धेरै माछा धेरै छ, धेरै पाल्नु पर्दाखेरि माछा त धेरै